धारा बनाउनु भनेको कस्तो डिजाइनका तपाईलाई कोही थाहा छैन त्यो क्या यस्तो हुन्छ नि क्या यस्तो गर्छ नि के बनाउँछ धारा बनाउँछन् कि धारा हो ठिक हो ठिक तपाईँ असल मान्छे हो गोबर गणेशले हो कि के हो तपाईलाई थाहा छ भाइ एकजना मान्छे चाहिँ त्यो इन्जिनियरले 20 वर्षदेखि नै त्यो पेशा गर्दै आएको छ त्यस्तो खतरा उ चाहिँ कति वर्षको 13 ओ केसी यो इन्जिनियर पेशामा लागेको चाहिँ 20 वर्ष जन्मेको चाहिँ 13 वर्ष तत कस्ता कुरा गरेको उ ढुङ्गा युगमा सिकेर गरेर अनि अहिले पनि अर्को जन्म लिएर काम गरेको अरे नि त म त बुझ्दिन त्यसको फोन नम्बर छ तपाईसँग छ खोइ टिप्नु त ल भन्नु 98 1 2 3 4 5 6 7 अब 8 होला हैन त हैन तपाई गलत हुनुहुन्छ 8 हैन 1 हो ल तपाई जानुस् म त्यससँग फोन गरेर कुरै गर्छु ल मेरो नि काम छ लागेन कस्तो खालको मान्छे रहेछ अन्त धन्यवाद पनि दिएन त्यसले मैले पनि कसको नम्बर दिइ पठाए अब कसको हो नम्बर जेसुकै होस् अब नम्बर दिइहाले हेलो इन्जिनियर साहब नमस्ते नमस्ते तपाईँ यहाँ आउनु पर्यो क्या नत्र मेरो घरमा पानी खाने बिजोक हुने भयो नि यार हुन्छ म आइहाल्छु अब इन्जिनियर पो कस्तो छ अब हेर्नुपर्छ यहीँ आएपछि इन्जिनियर साहब आइपुग्नु भयो हजुर बालक आइपुगे आउँदाखेरि बाटोमा कहीँ अप्ठ्यारो त परेन नि परेन बालक परेन तिम्रो के सेवा गर्नुपर्छ मेरो एउटा धारा बनाउनु छ बनाउन त मलाई किन बोलाएको त ए म त जिस्केको पटा लु काम थालिहालौँ ल थालौँ यो तपाईँको सामान होला म राखिदिन्छु खै त तपाईँको सामान त केही छैन त यही लुगै मात्र लिएर आएको कस्तो खालको बालक होला हौ यो चाहिँ के हो त यही मात्र हो त कस्तो मूर्ख बालक होला हैन यो इन्जिनियरले काम त गर्छ खै कता हो बनाउनु पर्ने एकछिन है यो झोला राखेर आउँछु म बनाउनु पर्ने त यही हो लु है त मैले अब काम थाले हेलो साथीहरू आजको भिडियो चाहिँ कस्तो लाग्यो हैन आफ्नो प्रतिक्रिया दिनु होला अनि यसको पार्ट 2 3 पनि आउनेछ तपाईहरुले कमेन्ट गरिदिनु होला हामी यस्तै मनोरञ्जनात्मक भिडियो बनाइरहनेछौँ सब्स्क्राइब गरिदिनु होला